म चाहिँ आज गाउँ जान लागेको, त्यही भएर यहाँ सामानहरू सब रेडी भइरहेको छ। यता बाहिर पनि छ दुईवटा बोरा चाहिँ फाइनली गाउँ जानु। मेरो गाउँतर्फ जाने गाडी नै आइसक्यो। अब म चाहिँ गाडीमा जाने। फाइनली गाइस गाडी चढेर सँगै चढ्ने हिँडिसक्यौँ हामी। अब चाहिँ हामी हिटीतिर पुग्न लागिरहेछौँ, हिटी बजारमा। अब यो हिटी बजार चाहिँ फाइनली हिटी बजार पुगिसकेका छौँ हामी चाहिँ। हिटी बजार त्यत्रो ठुलो बजार चाहिँ छैन, तर सानो पसलहरू हल्का छ, बस्ती निर्माण छ हिटी बजार। यहाँ चाहिँ एकदमै बाक्लो बस्ती रहेको छ, त्यही भएर सानो बजार रहेको छ एउटा। रोड एकदमै राम्रै छ यहाँसम्म। अब बानन्दे कटी यहाँदेखि चाहिँ हल्का बिग्रिरहेछ, निर्माण कार्य हुँदै रहेछ। बानन्दे पुग्न लागिरहेछौँ। फाइनली गाइस यो देखिने चाहिँ बानन्दे बजार है। अब यहाँदेखि यता काबिली जाने र यता हाम्रो गाउँतिर जानेतर्फ छुट्टिन्छ रोड। यो चाहिँ हाम्रो फाइनली गाइस हामी चाहिँ ताप्लेजुङको एकदमै भाइरल ठाउँ सागफाडा भन्ने ठाउँ पुगिसकेको छौँ। यहाँ चाहिँ अस्ति एकचोटि धुलोको कारणले गर्दा एकदम भाइरल भइरहेको थियो। सागफाडा ओह्रालोतिर लाग्दैछौँ हामी। एकदमै भाइरल भएको ठाउँमा यो टर्निङमा चाहिँ एकदम धुलो उठ्ने ठाउँ है। अब भने चाहिँ हामी फाइनली दोभान पुगिसक्यौँ। यो पर दोभान पुलमा पुग्नै लाग्यौँ हामी। अब देख्न सक्नुहुनेछ दोभान बजार र दोभानको पुल। फाइनली गाइस यो चाहिँ दोभान पुल हो, यहाँ पुगिसकेको छौँ। अब पल्लोपट्टि दोभान बजार, पुरानो बजार त जलेर नष्ट भयो, फेरि नयाँ बनेको छ। यहाँ चाहिँ थोरै फाइनली दोभान बजारको दृश्य देखाउन लागिरहेको छु। दोभान बजार खासै ठुलो बजार त छैन, तर ताप्लेजुङको दोस्रो ठुलो बजार हो। देख्न सक्छ ग्यारेजहरू यहाँ छ, एकदमै बजार सानो बजार लाग्ने गर्छ। पुसे मेलाको बेला अब यहाँ चाहिँ एकछिन बिसाउनु पर्ने हुन्छ है, खाजासाजा खानुपर्छ। यहाँदेखि माथि उकालो चाहिँ अब हाम्रो गाउँ जाने रोडतर्फ लाग्यौँ। एकदमै कठिनाइहरू हुन्छ, एकदमै कठिनाइहरू चिचोल्दै जानुपर्ने। भन्दा नभन्दै हामी चाहिँ एकदमै गाडी फसेर पुरा तनावमा छौँ। यतिखेर लिङ्गतेपतिर पुगेको छौँ है। एकदम चिप्लो बाटो छ कि, त्यसैले गाडी फसेर एकछिन बाहिर निस्केर यहाँ ठेल्दैछौँ। ले भने चाहिँ हामी थुकीमातिर आइपुगिसकेको छौँ। थुकीमादेखि नपुग्नु खासै टाढा छैन। म चाहिँ थुकीमा हो। एकदम पानी परिरहेछ, वरिपरिको कारणबाट गरी फाल्टो 10 मिनट लाग्छ पुग्न। अब चाहिँ पुग्नै लाग्यो।